परै उयो गेट बन्द गरेर परै छोडिरहेछ हो लिएर आउनु पर्ने छ। आज फेस्टमा चाहिँ अब आज के प्रोग्राम हुनेछ तपाईहरुलाई देखाउने वाला छु हो। हिस्ट्री डिपार्टमेन्ट भर्सेस नेपाली डिपार्टमेन्टको फुटबल म्याच चलिरहेछ बोइजको हो। हेर्नुहोस् न सबै विशाल अडियन्सहरु हेलो गाइस वेलकम टु माई च्यानल। सो नयाँ दिन र नयाँ भ्लग स्टार्ट भइसकेको छ हजुरको माझमा र अहिले चाहिँ म भ्लग रुमदेखि भ्लग गर्दैछु हो। नगर न कृष्ण साथी रुमदेखि भ्लग स्टार्ट गर्दैछु हो। अन्त यता चाहिँ हाम्रो साथी कृष्ण साथी हेलो र अहिले चाहिँ अब कलेज लाग्दै गरेको तपाईहरुलाई थाहा छँदैछ हो। अहिले चाहिँ कलेजमा फेस्ट चल्दैछ नि त हो। अन्त फेस्टमा आज के कुरा हुनेछ तपाईहरुलाई देखाउनेवाला छु हो। अन्त त्यही हो साथीभाइहरु आज चाहिँ अब कलेजकै भ्लग गर्नेछु हो। अन्त अब कलेजमा के हुनेछ फेस्टमा आज हो त्यही कुरा देखाउनेवाला छु। यहाँ सबैजना निस्किल सबैजना रिकेश साथी हेलो भन्दियो। हेलो गाइस वेलकम टु माय युट्युब च्यानल। ठिकै हुनुहुन्छ? जानु भएन ड्युटी आज? आज नयाँ छुट्टी ठिक छ ओके। इच्छा दिवस यता हाम्रो साथी आइसले चाहिँ उयो पठाइ मागेको खै ल ए अहिले पठाइ आइस हिँड्दै जाने। हेलो गाइस वेलकम टु माई हैन ओमकारको च्यानल। अब चाहिँ आज हिँड्दै बाइक हिजो परै उयो गेट बन्द गरेर परै छोडिरहेछ हो लिएर आउनु पर्ने छ। आज फेस्टमा चाहिँ अब आज के प्रोग्राम हुनेछ तपाईहरुलाई देखाउनेवाला छु हो। आज नाच्न पर्छ नि को आउनु भएछ नमस्कार सर र अब चाहिँ हामी लाग्यो साथीभाइ कलेज हो। गाइस अहिले चाहिँ हामी ग्यालेरीमा छौँ हो। अन्त यता चाहिँ कृष्ण साथी चाहिँ गर्मी भएर चाहिँ के भन्नु छ आज डे 3 हैन डे 4 आजकल सुरु हुन आँटेको छ अनि गर्मी धेरै छ त्यही कारण यसो हल्लाउने अडियन्सहरु पनि छ है साथीभाइ। हेर्नुहोस् न सबै विशाल अडियन्सहरु अन्त स्टार्ट हुन आँटेको छ फुटबल हो। अन्त यता पछाडि साथीभाइहरु पनि हुनुहुन्छ। हिस्ट्री डिपार्टमेन्ट भर्सेस नेपाली डिपार्टमेन्टको फुटबल म्याच चलिरहेछ बोइजको हो। अन्त यहाँ देख्नुहुँदैछ होला चल्दैछ म्याच हो। हेर्नुहोस् यो रेड देख्नु भएको चाहिँ हिस्ट्री हो। यता ब्ल्याकको चाहिँ नेपाली के भएछ इन्जुर्ड भएछ यहाँ चाहिँ। अहिले चाहिँ म अडिटोरियमतर्फ जाँदैछु हो। किन भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ एमएलको टुर्नामेन्ट चलिरहेको छ नि त। अन्त तपाईहरुलाई पनि देखाउनेवाला छु हो। अन्त हाम्रो चाहिँ कलेजमा चाहिँ एमएलको टुर्नामेन्ट पनि हुने गर्छ हो। अहिले चाहिँ म अडिटोरियमतर्फ जाँदैछु हो। यता चाहिँ हाम्रो लाइब्रेरी ब्लग भनौँ न यो चाहिँ।
अहिले चाहिँ म रुममा पनि आइपुगेँ फाइनली हो। र आजको मेरो भ्लग के कसो लाग्यो तपाईँहरू कमेन्ट गरिदिनुहोस् होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला है त गाइस। सी यू इन नेक्स्ट भ्लग गाइस। सो स्टे ट्युन गाइस।